यो विद्यालय व्यवस्थापन समितिको चाहिँ करिब माघमै चाहिँ पुरानो समितिको अवधि सकिएको जस्तो लाग्छ। अहिले नयाँ पुनर्गठन गर्नका निमित्त हामी यहाँ उपस्थित भएका छौँ। यसको अहिले अध्यक्षता गरिरहनु भएको धरान उपमहानगरपालिका शिक्षा महाशाखाबाट आउनुभएको मेयर विद्यालय व्यवस्थापन समितिको चाहिँ सहसचिव, यस विद्यालयको पुरुषोत्तम सर, पूर्व हाम्रा आदरणीय गुरु कुमारमान श्रेष्ठज्यू, विद्यालय व्यवस्थापन समितिका पुरानो कमिटीका पदाधिकारीज्यूहरू, 20 नम्बर वार्डको वडा सदस्यज्यू, 13 नम्बर वार्डको वडा सदस्यज्यूहरू र यो पुनर्गठन कार्यक्रममा आउनुहुने अभिभावकज्यूहरू सबैमा मैले एकमुष्ट अभिवादन गर्न चाहेँ। धेरै कुराहरू यहाँ आइसकेको छ। पुनर्गठन कसरी गर्ने र यसको काम कर्तव्य अधिकार अघि नै हेड सरले पुरापुरी भनिसक्नु भएको छ। अब आउने दिनहरूमा अलिकति चुनौती पनि छ। हिजो अस्तिको व्यवस्थापन समितिभन्दा यो अलिकति चुनौतीपूर्ण अगाडि बढ्नुपर्ने अवस्था देखिएको छ। विद्यालयमा अहिले बडो कठिनाइ तरिकाले विद्यालय सञ्चालनमा छ। सबैभन्दा समस्या के छ भनेदेखि नर्सरीदेखि 5 सम्मका विद्यार्थी एकदम न्यून भए। हामीले यहाँ ल्याएर पढाउन सक्ने अवस्था देखिएको छैन। कारण अघि नै हेड सरले भनिसक्नु भएको छ हामीसित यातायात। हिजो चाहिँ किन यो विद्यालयमा 800-900 सम्म विद्यार्थी थिए, 1000 विद्यार्थी थिए, अहिले छैन भन्ने धेरैको चाहिँ कुराहरू निस्किएको छ। तर हिजो र आजमा समय परिवर्तन भएको छ। हिजो हामीले थाहा पाउँदाखेरि धनकुटा जिल्लाको महाभारत गाउँपालिकाका चाहिँ अधिकांश विद्यार्थी यो विद्यालयमा पढ्थे। 20 नम्बर वार्डका आधा भागका विद्यार्थी यहाँ आएर पढ्थे। मैले थाहा पाउँदा भालढुङ्गातिरका पनि चाहिँ विद्यार्थीहरूले चाहिँ तपाईँको यहाँ पढेको चाहिँ मलाई थाहा छ। र यतापट्टिबाट जाँदाखेरि चाहिँ तपाईँको चाहिँ त्यतिखेरको 5 कन्या गाउँपालिकाको चाहिँ तपाईँको भेटारदेखि मुनिका विद्यार्थी यहाँ आउँथे। कालीमाटीदेखिका चाहिँ विद्यार्थीहरूलाई चाहिँ यहाँ लिएर आउँथे। अब अहिले समय परिवर्तन भए सँगसँगै र अहिले के इच्छा अभिभावकमा जागेको छ भने एक भारी दाउरा बोकेर लिएर आयो भने मेरा छोराछोरीले बोर्डिङ पढाउन पाए ठुलो मान्छे हुन्छ भन्ने एउटा हामीसित कन्सेप्ट पनि छ। र त्यो कन्सेप्ट अनुसारले हामीले सामुदायिक विद्यालयबाट त्यो दिन पनि सकेका छैनौँ। आज हामीसित पब्लिक मावि फुस्रेमा 2टा मात्रै बसको व्यवस्था भएको भए मलाई लाग्छ यो विद्यालयमा पनि विद्यार्थी जनसङ्ख्या कति छ भन्दा 700-800 पुग्दैछ भनिन्थ्यो होला। थुप्रै